गुड मर्निङ साथीहरू। आज चाहिँ मेरो काम छ, यो धेरै काम छ। यो बोगेनवेलियाहरूलाई सबै म गुडाई गरेर अनि अलिअलि कटिङ गरेर यिनीहरूलाई सेप दिनुपर्छ र यसको गुडाई गरेर यसमा खाद हालेर यसलाई राम्रोले मजाले बनाएर राख्नुपर्छ, किनकि अब यसमा फ्लावरिङ सिजन सुरु भइसकेको छ। यो हो मेरो महारानी। यो पनि मैले अनलाइन मगाएको। यो हो बटरकप अनि यसकोमा चाहिँ यस्तो फुल आउँछ है, पर्पल अनि किनारा किनारामा वाइट कलरको। अनि यसमा यसरी गुडाई गर्यो अनि आधा माटो निकालेर मैले आधा खाद यसमा हालेछु। अनि यसरी गरेर मैले सबै मेरो 20-25 कलरको बोगेनवेलिया छ। अनि तपाईँहरूको छ भने तपाईँहरूले पनि यस्तै गुडाई गरेर अनि त्यसमा घाँस पात निकालेर यसै खादहरू हाल्नुहोस् अनि फेरि हेर्नुहोस् कस्तो राम्रो ब्लुमिङ हुन्छ है। थ्याङ्क यू।